भनेको क्या यस्तो नराम्रो बानी छ नि होइन गिफ्ट ल्यायो भने जहिले साट्छिन्छ कि ला त्यो जहिले नराम्रो हो यार कस्तो राम्रो छ भन्ने होइन फर्स्टमा खै बिल ल्या त भन्ने अनि भोलिपल्ट खै तपाईँको लुगा अर्को कलरमा लिए अलिकति काली देखायो मैले अहिलेसम्म किनेको लुगा सबै एक्सचेन्ज गर्नुभएको छ कि मामले गर्नु किन मम्मीले लिएर किन जानु न त तपाईँ गिफ्ट किन्नु लिएर गएको दिन पनि भोलिपल्ट यो त तपाईँले बिल हाना गरे त्यसमा त मम्मीले यो त घरबाट ट्रोलिङ भयो यार तपाईँको यारमा लिएर गएर किनिदिएको नि फेरि साट्दिने भने हो यो किन यो खासमा मलाई नै अचम्म लाग्यो यार यो चाहिँ अलिकति किन सम्बन्ध के छ ठिकै छ नि यस्तो त हुनु नपर्ने हो है म कसम है मलाई पछि गएर घरमा गएर लगाएपछि एक दुईचोटि लाउने यसले किनिदिएको त राम्रो पनि टाइपको के होइन घर त्यो हुने के कस्तो काली देखाए मामुको एक्सक्युज जहिले देखेँ कस्तो काली देखाए हेर्न काली देखेँ म त मलाई मन परेन त्यो भन्दा अब यतिकै राख्नु भन्दा त एक्सचेन्ज गरेकै त राम्रो हो नानी भनेर बाबाले ल्याइदिएको लुगा त्यही बाबा लुकै किन्दिन मन लाग्दैन मामुलाई एक्सचेन्ज गर्दै हाल्ने कि त्यो बानी चाहिँ बाबाले किन्दिएको नि एक्सचेन्जै हो त्यसो तपाईँको त गल्ती गर्ने मेबी यो ऊ नै होला त्यसो उहाँको बानी ओसिडी होला क्या उहाँलाई खै थाहा छैन ओसिडीहरू हुन्छ नि यस्तो हुन्छ नि दाजु कोही मैले एउटा देखाएको थिएँ क्या 7 गाडी घुमेर छिर्ने क्या ऊ 7 गाडी घुम्ने अनि छिर्ने क्या ओसिडी नै क्या बिचरा होला क्या हुँदो रहेछ क्या त्यस्तो ओसिडीहरू पनि हुँदो रहेछ तर होइन तपाईँको मम्मीले अस्ति मैले मदर्स डेको दिन एकदम मन परेर यो चाहिँ मामु एकदम ब्युटिफुल नै देखिन्छ कस्तो राम्रो ल्याइन्छ भनेको बुहारी राम्रो ओ माई गड मेरो छोरीले मलाई कतिमा फेसबुकमा पनि राखेको फेरि मदर्स डे गिफ्ट थ्याङ्क यू छोरू भनेर कि भोलिपल्ट पिङ्क कलरमा ल्याइदिएको पर्पल कलर छ कि